यता हेर कति ज्ञान छ ठुली हेर्नु न खै भने भन्न बुढाहरू ह्याप्पी बर्थडे रेसमा ह्याप्पी बर्थडे भन्दैन तर तेरो स्वर राम्रो छ नि त भनिदेऊ न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर ठुली सानी ह्याप्पी बर्थडे टु पहिला फुलको राखिदिनु ठुलो भयो भनेर कता क्वाटी गरे मुख हेर्नु न मुख ठुलीको हो ह्याप्पी बर्थडे टु यु ल लौ जन्माउने बाबा मालाई बोलाइदिनु न पहिला तपाईँहरूलाई मैले कसरी बनाएँ अब टिका लाइनुपर्छ बाबाले बुवाले त दिनु होइन मैले थपक्क पाडिदिन्छु टिका तिम्रो धेरै ज्ञानी हुनु धेरै पढ्नु जय झगडा नगर्नु पढ्नु आएपछि होमवर्क गर्नु बाज्ने होइन ठुलीलाई भन्नु न मम्मी सानीलाई चाहिँ धेरै कुट्ने होइन भन्नु बित्तालाई झगडा गरेर नानीलाई पिट्नु हुँदैन एकदम ज्ञानी बनाउनु भइसक्यो धेरै धेरै पैसा दिनुपर्छ पैसा झरे तपाईको यही त राखे हो मैले मलाई ब्याग मलाई जान्दै जोला नमस्ते ब्याग बोक्नु पर्छ लली ला त्यसको आँखा छेउबाट निकालिदिनु न बरु छैन तिमीलाई पैसा भनिदिनु न दाइ ला ला जान्न न जब न रेजिने यसलाई त म त अहिले टाउको टाउकोमा हालेको छ हाल्नेछ सबै भेट्दै भए गर्छ केक चाहिँ खुवाइदिए होइन केक काट्नुपर्छ अब केक चाहिँ काटेन है अघि चाहिँ दिनु न 500 ए बाबाले 50 आमाले चाहिँ 100 तपाईले काटिदिनु न एकचोटि सुरुमा काट्न लगाइदिनु न सुरुमा काट्न लगाइदिनु न
खोइ काट न काट त दिन नानु हजुर यता जानु सिमारा उता गएर के यिनीहरूलाई नै खुवाइदिन्छु नि पहिला सुरु छोड्नु न म खाइदिँदैन है म चाहिँ केक खुवाइदिने पार्टी जुठो पहिले खाइहाल्छ कि ल दिदीले नि ल अमली काटेर दिनुहोस् न मलाई एकचोटि सिङ्गै ल्याउनै डरले थियो जाला स्यानी खै त स्यानी त थाहै छैन खुवाउनु पर्दैन आमालाई नि खुवाइदिउँ कान्छी आमालाई नि खुवाइदिउँ ल सिमारा जुठा होला यसले ए मैले त तल खाइदिएँ नि बिर्सेर सिमारा नि मिलाइदिनु है ए सिमारा नि कति लामो गरेको